हेलो गाइस, हेलो वेलकम टु माई न्यू ब्लग। फिर से आ गए रे बाप। अनि आज चाहिँ म बिहानै खाना खाने फेरिमा चाहिँ ब्लग बनाउँदैछु हैन। क्या बात कर रहे हैं? अनि त्यही हो, साथीहरू छन् 3-4 जना। अनि वेलकम टु माई न्यू ब्लग। अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नुहोस्। अनि अहिले चाहिँ हामी खाना खाँदैछौँ है। 3-4 जना छन् यहाँ साथीहरू। यस्तो ढिँडो छ, यहाँ भात छ। नाइस। आमा नि खाँदै हुनुहुन्छ खाना। अनि आजको हाम्रो स्पेसल चाहिँ के छ भन्दाखेरि हामी माछा मार्न जाने हो। अनि घाँस पनि काटेर ल्याउने अनि दाउरा ल्याउने हो। हामीले चाहिँ खाना खाएर पनि लुगा धोएर पनि हैन, अब नुहाउन लागेको छौँ। हामी के नङ्ग प्रस्तमा छ, ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा अवस्थामा छौँ हैन। अनि यता छ एकजना, यता छ एकजना हैन। नुहाउने हो अनि जाने हो हैन। पाक अन्तिमसम्म हेर्नुहोस्। अब नुहाएको देखाउनु मिल्दैन। हामीले चाहिँ होइन धुवाई गरेर अब यहाँ घाँस काटेको केटाहरूले काटिसक्यो। अनि त्यही हो, यस धेरै उस छ केटो, मेहनती छ। ये तो लेटेस्ट न्यूज है। भनेको काम मान्छ, एकदम राम्रो छ। सुबह से शाम तक काम खाना हरा। बिहे गर्ने भनिहालौँ है। उता छ फेरि हिरो, यता छ इच्छा परेर बस्छ। हामी चाहिँ होइन खोर्सा के अरे के भन्छ यसलाई केटाहरू, चटपटी बनाउँदैछौँ चट्ट पाराले। अनि खोर्सानी काट्दैछौँ। तिमीले त देखेको छैन भने 15 minutes later. ल परबाट हामीले घाँस पनि ल्यायौँ। अब बाख्रा नै हाल्यौँ होइन। अब जाने हो। बाख्राहरू छ, कस्तो राम्रो छ क्या उस चाहिँ। बाख्राको पाठा चाहिँ कस्तो कराउँछ यो भेट्टाउनु समाउनु साथै। देखाइदेऊ न बाख्रा कति रहेछ हाम्रो भनेर। यता यता छ अनि उता जाउँ नै। खसी यहाँ छ हेर्नुहोस्, चाहियो भने सम्पर्क गर्नु होला। त्यही हो, हाम्रो धार्नीको धेरै पर्दैन, 150 रुपया देगा। त्यही 2000 हो। अरे मुझे चक्कर आने लग गया अब। ल बाख्रा यहाँ छ। जस भ्यू राम्रो छ। यतिखेरसम्म माछा मार्नु हिँडेको छौँ हामी। हेरौँ के हुन्छ पहिले। अहिलेसम्म हामी चाहिँ खोलामा पुग्नु लाग्यौँ होइन। अनि अब माछा मार्नुपर्छ मजाले। केटाहरू यहाँ छ अनि यहाँ एउटा केटो छ माथि। अनि त्यही हो, माछा मार्नुपर्छ। अन्तिमसम्म हेर्नुहोस् कति मर्छ होइन। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। अनि हाम्रो योभन्दा अगाडि चाहिँ दिदीले चाहिँ के भन्नुभएको थियो भन्दाखेरि अनुहार देखाउनु भएन भन्नुभएको थियो। आज चाहिँ पुरै अनुहार देखाएर माछा मारिन्छ, हेर्दै गर्नुहोस्। अनि अन्तिमसम्म हेर्नुहोस् भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गर्नुहोस्। अर्को हाम्रो एउटा साथी छ अगाडि। ल हामी चाहिँ खोलामा पुगिसकेका छौँ। कस्तो राम्रो रहेछ पालुङको साथ चाहिँ। अनि अब भनाउँदै माछा मार्दै हिँड्नुपर्छ। कति छ मरिहाल्छ अहिले, छ भने ठिकै छ। भन न उठ्या, हेर त के छ। हाम्रो दर्शकलाई देखाइदेऊ त हानेर भन्। अब अशोकले चाहिँ घन हान्नु गइरहेछ। उहाँ माछालाई घन हानिरहेछ, तर माछा निस्किँदैन। त्यो माछाको कुरा हो। उतापट्टि हान न, ठुलो माछा निस्किन्छ। घन हानिरहेछ। अनि जुम गरेर हेर्नुहोस् तपाईँले। माछा अब हेर्नुहोस् त्यहाँ निकाल्छ, प्लाक पल्टेको आउँछ। खोइ झोलाको कैसा लगा मेरा मजाक? माछा हेर्नुहोस् अब पल्टिरहेछ। माछा ल हेर्नुहोस्, यहाँ फालौँ न अशोक, यहाँ फाल्नु न। ल हेर्नुहोस् माछा, हाम्रो गाउँको असला माछा देखाउने यता भाइ। यस्तो हुन्छ कि असला माछा यी कता छ। यस्तो छ यो असला माछा हाम्रो गाउँमा।
यी यता हेर्नुहोस् यति मारेछ भर्खरी यति अब मार्नु अझै टाइम लाग्छ अहिले चाहिँ अलिकति मारियो है माछा उसो गरेर माछा अलिकति मारियो धेरै त छैन शर्म करो भगवान से डरो हुन्छ माछा यति त हो त्यति हो अब हामी त खाजा खानु लागेको अनि केटाहरू यहाँ चाहिँ माछा मार्ने केटाहरू यहाँ चाहिँ एकदम धेरै माछा समाउने अनि मेरो अनुहार के देखाउँ होइन देखाउँ मेरो अनुहार चाहिँ पानीले है भनानेको पानी भएर एकदम गाह्रो छ नहीं सारुण के यहाँ कुछ तो गड़बड़ है जरूर कोई ना कोई कालो देखाइदियो होला अलिक एकदम पानी में पानी पानी हो गई भने त चुप कर बे कुत्ते हेर्नुहोस् गाइस यस्तो हाम्रो गाउँमा चाहिँ यसरी मार्नुपर्छ माछा घन हानेर यसरी घन हानेर पछि अब माछा छ भने पल्टेर आउनु सक्छ यसरी हान्नुपर्छ हेर्नुहोस् पानीमा भिजी हामीले चाहिँ यो त यता थुनेको होइन यताबाट उता पानी लगाएको अनि यहाँ थुन्ने गरेको यहाँ फुड छ कि भनेको माछाको हेर्नुपर्छ छ कि छैन अनि जाडो भयो मजाले आगो तापिरहेको छौँ होइन अनि त्यही हो एकदम राम्रो छ हामी चाहिँ त्यो खोला होइन यो अर्को खोला घटे खोला भन्छ घटे खोलामा थुनेर आयौँ एउटा नि मरेन माछा अब क्यान्देल खोला हिँडेको जोर से बोल के लोगों को स्कीमें बता दो यति माछा मऱ्यो अहिलेसम्म चाहिँ हेरौँ कति मर्छ यो क्यान्देल खोलामा चाहिँ हामीले चाहिँ यो मार्यौँ होइन यतैतिर मार्यौँ यो मार्यौँ भन्दा नि यतातिर मार्यौँ धेरै त मरेन अलिअलि मऱ्यो माछा 1 किलो चाहिँ मरेको छ अनि केटाहरू माथि छ जाने भनिरहेको छ मलाई चाहिँ लास्टै भोक लाग्यो जाने उनीहरू चाहिँ जाने भन्दै थिएन म चाहिँ लास्टै भोक लाग्यो सो हामी जानु लागेको अब जानुपर्छ 1 hour later हामी फाइनल्ली घरमा पुग्यौँ अनि राकेशले त्यो आग तापिरहेको छ अनि माछा चाहिँ यहाँ छ जम्मा जम्मी सबै गरेर होइन माछा खै नि केटाहरू छोडाउँ अलिकति धेरै छ होइन माछा र पा छुट्याउँदैछ केटाहरूले सबै सानो पाइयो यो कि अघि नपुगेको भाग लाग्यो यो भाग यति तपाईँले यदि मलाई मस्त जोक मन यति गरी भाग कहाँ राख्नु खोजेको फाइनली गाइस हाम्रो भागमा त यति परेछ यो भाइले लिएर नि एउटा यो असोको हिजो बेलुका चाहिँ लास्टै भोकले होइन पेक के भन्छ प्याक परेर चाहिँ बनाउनु पाएन त्यो के अरे भिडियो कम्ती गर्नु पाएन सो बिहान चाहिँ गर्दैछु अनि गाडी पनि पर्खिँदैछु अनि हिजो जस्तो त कहिल्यै भएन होइन किन भन्दाखेरि चाहिँ भोकले पनि प्याक गलेर सबै होइन अनि त्यही हो तपाईहरुलाई यो भिडियो चाहिँ मन पर्यो भने लाइक कमेन्ट सेयर सब्स्क्राइब चाहिँ गरिदिनु होला र यस्तै भिडियो हेर्नको लागि चाहिँ के गर्नुपर्ने रे कमेन्ट हो त सब्स्क्राइब नि कोई तरीका है भीख मांगने का भीख तो हाथ जोड़ के मांगते आप लोग तो दादागिरी कर रहे हैं सब्स्क्राइब गरिदिनु होला ल बाई बाई ए बाई बाई त भन्दिनँ के अरे कसैलाई नि ल अर्को भिडियो भेटौँ ल